यो रातो माछा चाहिँ म घरमा लान्छु होला घर जाँदाखेरि बोरामा हालेर है। मेरो सालो बादल यहाँ मेरो सालो बादल भाइ आएको छ र मेरो च्यानलबाट नगरी पनि बादल भाइको च्यानलमा जति दर्शकहरूले हेरिरहनु भएको छ भने उहाँहरूलाई आज उहाँको जन्मदिनको शुभकामना चाहिँ एकदम तपाईँले कमेन्टमा दिनुहोस् होला भन्न चाहन्छु। हेलो गाइसहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल प्रधान भ्लग। सो सबैजना ठिकै हुनुहुन्छ होला, म पनि ठिकै छु भन्नुपर्छ अहिलेसम्म। सो ल त गाइस, अहिले भने चाहिँ हामी दुईजना, म र हामी यहाँ इमरान साथी हुनुहुन्छ है। अनि हामी दुई भाइ चाहिँ कहाँ गएको भन्दा हामी यहाँ हाम्रो भेना है, इमरानको चाहिँ भेना छ नि त त्यहाँनिर, अन्त भेना भएकोमा जाँदैछौँ। जो चाहिँ हामी चिनिन्छ भेनालाई रब्रो भनेर है। सो ओके गाइस, यहाँ आज रब्रोसँग भेट हुन्छ होइन, भेनासँग। अन्त यहाँ हाम्रो अर्को भेनाहरू पनि हुनुहुन्छ इमरानको। अन्त त्यसो अब हामी गएको आज त्यहाँ हामी यहाँ पानी परेर पुरा बिजोग भइरहेको छ हो। अनि दुवै भाइ रेनकोट लगाइरहेको छ। सो ठिकै छ है, के कसो हुनेछ तपाईँलाई म भ्लगमा सबै देखाउने छु, स्किप नगरी हेरिदिनुहोस् होला भिडियो। ल त गाइस, अहिले हामी चाहिँ आधी हामी चाहिँ अहिले कहाँ हो साथी? यो मङमाया भनिन्छ है। के भन्छ अब बिजोग भएको कारणले गर्दा चाहिँ अलिकति बोल्नु सुविस्ता भएको छैन। सो त्यसमा तपाईँहरू समक्ष म अगाडि क्षमा चाहन्छु है। यस्तो पानी परिरहेको छ, यस्तो बिजोग भइरहेको छौँ हामी हो। तर ह्याप्पी छ हो। अब यदि आजको दिनमा होइन पानी नपरेको भए चाहिँ दामी हुन्थ्यो क्या, भ्यूहरू तपाईँहरूले दामी देख्नुहुन्थ्यो। सो टक्लिङ पनि आज म फर्स्ट टाइम आउँदैछु इमरान साथीसँग, साथीको स्कुटीमा। अनि अब त्यही त अब हेर्दै जाउँ भनेर चाहिँ तपाईँहरूलाई पनि म लगेर जान्दैछु आज। यहाँ हेर्नुहोस् बाटो चाहिँ हो, घरिघरि चाहिँ बाङ्गो बाङ्गो साइको साइको भनिन्छ बाटो चाहिँ रहेछ। यो रातो माछा चाहिँ म घरमा लान्छु होला घर जाँदाखेरि बोरामा हालेर है। लेख्नु बिजोग हुन्छ कि माछै पाउँदैन, यस्तै रातो माछा खोज्छ हाम्रो जिङनामको मान्छेहरूले कि। अन्त त्यो भयो आज चाहिँ घन्टा हामीलाई चाहिँ यो वेदरले पनि साथ दिएन क्या हो त। अब चाहिँ हामी पुग्नु आँट्यो गाइसहरू होइन। अब म्याक्सिमम् हाम्रो इमरान साथीले चाहिँ भन्दैछ आधी घन्टा जस्तो लाग्छ भन्दैछ टक्लिङ पुग्नु। सो हेरौँ है अब के कसो हुँदैछ, कति मिनटमा पुग्छ तपाईँ भिडियो मार्फतद्वारा देख्नु सक्नु भइहाल्छ। सो हेर्दै गर्नुहोस् होला। होमस्टे चाहिँ ज्यादा नै रहेछ क्या, ज्यादा मात्रामा। मेरो फोन पनि गाइस भिडियो गरेकोले गर्दा चाहिँ फोन पनि बिजोग भइसक्यो आज। प्रधान भ्लग्समा चाहिँ बिजोग होइन, फोन पनि बिजोग भइरहेको छ। र गाइस हामी चाहिँ बल्ल बल्ल टक्लिङ चाहिँ आइपुगिसक्यौँ। तर के भन्छ हामी पहिला कहाँ जानुपर्ने? रब्रो होमस्टे है, भेडाको होमस्टेमा चाहिँ जाँदैछौँ पहिला। अनि घर चाहिँ यहीँनिर रहेछ। सो तपाईँहरूले देख्नुभयो कि भएन है, त्यसको लागि सरी हो। त्यहाँ तल रहेछ कि। अन्त सो होइन केही छैन, अहिले भरे भोलितिर भेटाउँला नि है तपाईँ समक्ष। होमस्टे चाहिँ यहीँ रहेछ, आरामले आरामले। रब्रो होमस्टे फाइनली पहुँच गया हो यहाँनिर रहेछ। र गाइस हामी चाहिँ आइपुगेको अहिले आधी घन्टा जस्तो भइसक्यो। फाइनली आइपुग्छौँ है। अनि यहाँ धमाधम मासु पलायो कर्म नि, आउ न रब्रो गरिदिउँछ यता ठिक न। सो यता चाहिँ यहाँनिर मासु काट्नुहुँदैछ भैँसी, धमाधम पलाइ हुँदैन। पानी चाहिँ रहिसकेको छ यति बेला। आदि चाहिँ आज यहाँ आउनुहुन्छ है, आदिमा अझै कम्ती नै छ भनौँ। अनि विशेष गरी यहाँ भाइको शुभ नाम चाहिँ निमा लामा। कहाँदेखि हुनुहुन्छ? नामरिङबाट। भन्नुपर्दा ठ्याक्कै आज चाहिँ तपाईँ कति पुग्नुभयो त उमेर?
आज चाहिँ 26 मा लाग्यो 26 केटा कलिलो छ के छ त बिहा गरियो बिहा गरेर पनि छोरी छ एकजना ए पुरा खत्तम भइगयो ल त्यसो भए आज हामी गोर्खा परिवारको तर्फबाट सबैभन्दा पहिला हाम्रो आमाकोबाट सुरु गरौँ ल भाइलाई आमा बधाई दिउँ है एकदम जन्मदिनको शुभकामना ताली लगाइदिउँ र त्यसै गरी हाम्रो यहाँ दिदीबाट सुरु गरौँ आउनुहोस् एक एकजना 1 by 1 बधाई दिनुहोस् उहाँको परिवारलाई उहाँको है उज्जवल भविष्यको हामी शुभकामना दिन चाहन्छौँ आउनुहोस् न हजुर हजुर ल यता उहाँको चाहिँ दाजु गाउँको के छ त भाइलाई यसपालिको बधाईमा धेरै धेरै धन्यवाद ल साथीहरु यता मेरो सालो बादल यो मान्छे बादल आएर पानी आउला अब यता इमरानको पालो कुनै सर केही गिफ्टहरु छ कि भाइलाई कोदोको केक बनाइदिउँ भाइलाई भाइले राम्रो केक ल्याउनु त कोदो यहाँ मेरो सालो ल आउनुहोस् है आउनुहोस् उहाँको टर्न आयो यो गाउँको दाजु फेरि उहाँको दाजु मेरो भाइ हो केक माथि छ त थप्परमा ल्यापमिन क्लब अहिले काट्नु पर्छ केक त बोली काट्नु ल यहाँको भेना आउनु भयो भेनाकोबाट के छ त बधाई ल ल अन्य हाम्रो आउनुहोस् यता हाम्रो साथीहरु हुनुहुन्छ आउनु आउनु आउनुहोस् एउटा खदा लगाइदिनुस् के हुँदैन एकदमै एकदमै ल यहाँ हाम्रो किरण सर हामीले पाइन के ल अब आयो मेरो यहाँ काडो भाइ गाउँले गाउँले गाउँलेबाट के छ यता झन् साथी रहेछ परि झन् गाउँलेबाट के छ अफर एकदम आजको बिल चाहिँ यस्तो म र गाइस बल्ल बल्ल बत्ती चाहिँ आइसक्नु भइसकेको छ हैन भित्रमा बत्ती बाल्दै त ओइ ओइ बत्ती बाल्दा चाहिँ कता बाल्छ कुनेता बाल्नु मलाई याद छैन अन्त लु हाम्रो जुरीमा यहाँ हाम्रो इमरानले चाहिँ यो पिस हरे हो पिसेको चाहिँ हो ड्राइभिङ अन्त यस्तो पिस दिन्छ पारा है पारा एउटा ब्लक छ त्यहाँ होला त उताम देखाइदेऊ न मामा यता त आम च्यात्तै नि अब लाइट आइसकेको दामी देख्दिरहेको छ क्या माथि देखिनेसम्म यहाँ 12 बाट देखाऊ 12 बाट 37 योबाट देखा अन्त च्यात्तै गाइस अब मजा आउँदैछ है बिस्तारै बिस्तारै लाइट भएपछि दामी देख्दिरहेको छ चिन्ता बजेको जस्तो चिन्ता यहाँ चाहिँ फेरि दामी हुन्छ यता फेरि यता के भन्छ यहाँ माथितिर टेन्ट छ यहाँनिर दोकान हो यहाँनिर फुलहरू छ हो यहाँनिर प्रोग्राम पुरा हुन्छ दामी कस्तो भयो साथी आजको रमाइलो रबर चाहिँ अलिक बिजी भएको कारणले गर्दा चाहिँ हल्का टप भएको छैन अहिले सिनमा हुन्छ है केही चिजपछि म देखाउँदैछु ल साथी मलाई इमरान एकछिन फ्री भएर चाहिँ यहाँ इमरानले चाहिँ डुलाउने अरे अन्त के कसो छ हेडमा राख्छु वाउ दामी रहेछ यहाँ रुखमा वाउ दामी हालिदिएको रहेछ च्यात्तै छ अन्त लेट्स गो च्यात्तै दामी अलिक ब्राइटनेस बढ न ठिकै छ यहाँ चाहिँ क्याम्प रहेछ हो र हामी चाहिँ यहीँ सुत्नुपर्छ अरे अहिले हो पक्का होइन त अन्त उता रहेछ एउटा क्याम्प
भनेपछि आज नाइट है अन्त लु च्याटै छ जान्छ भित्र लु हेर्न सक्नुहुन्छ यो हो नि त हौ गाइस यहाँनिर चाहिँ कुकुर रहेछ एउटा यसको नाम चाहिँ भाइ रहेछ हो भाइ अरे नि त यस भाइ हाडे 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 अन्त गुड हाडे 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 भाइ हाडे हाडे गुड बोय यस गर्दैन त्यो नाम भाइ हो 12 hours later. र गाइस आज चाहिँ बिहान भइसकेको छ है सो मैले चाहिँ हिजोको ब्लग चाहिँ आजको सँगै कन्टिन्यू गर्छु भनेर चाहिँ हिजो नै रेडी गरेर आज फेरि आज दिनको सुरुवातदेखि मैले फेरि कन्टिन्यू गर्दैछु ब्लग है सो यता हाम्रो इमरान अहिले एकदमै गरम छ हो हिजो चाहिँ पानी परेको थियो यस्तै दिन भएको भए हिजो मजा आउँथ्यो हामीले आउनु पनि हिजोको राइड दामी हुन्थ्यो दुबईको देख्न सक्नुहुन्छ अहिले चाहिँ आजको दिन त एकदम दामी भइरहेको छ तर आम्बो एकदमै गरम क्या र गाइस आज चाहिँ गेस्टहरू अहिले आएको छैन सो अहिले आउँछ होला मेबी अन्त हुन्छ आज दिनमा के कसो हुन्छ हो म तपाईँहरूलाई देखाउँदै जान्छु है ब्लगमा स्किप नगरी हेर्नुहोस् होला यहाँ बादल भाइले पनि गर्दैछ गीत एकछिन अफ गरेर बादल लाग्छ यता हुनुहोस् न यता कुक हो ल यता हुनुहोस् ल आजको गेस्ट पनि ल उहाँलाई चाहिँ जन्मदिनको शुभकामना भन्न चाहन्छु है अनि उहाँलाई पनि आउनुहोस् न र उहाँको है तपाईँहरूको यसरी जोडी है भविष्यमा चाहिँ अगाडि जाओस् अनि एकदमै शुभ लाभको कामना गर्दै फेरि समयमा भेटौँ हामी होइन एकदमै एकदम तपाईँलाई बधाई दिन चाहन्छु ल हाम्रो गोर्खा घर अनि हाम्रो सम्पूर्ण गोर्खा परिवारको तर्फबाट होइन यही नै हो नि मैले तपाईँलाई प्राउड फिल गरेँ यही हो भने हाम्रो नेपालीले जे पनि गर्छ नि सपोर्ट गर्ने काम चाहिँ हाम्रो हो एकदमै हो कि सपोर्ट हामी गर्छ एकदमै है हामी आज विशेष यहाँ मेरो सालो बादल भाइ आएको छ र मेरो च्यानलबाट नगरी पनि बादल भाइको च्यानलमा जति दर्शकहरूले हेरिरहनु भएको छ भने उहाँहरूलाई आज उहाँको जन्मदिनको शुभकामना चाहिँ एकदम तपाईँले कमेन्टमा दिनुहोस् होला भन्न चाहन्छु र यसरी यहाँ अहिले घरि धेरै आउनुहुन्छ आफ्नो यसो बर्थडे एनिभर्सरी मनाउनुको लागि सम्पूर्ण देश विदेशबाट हेर्ने दर्शकहरूले पनि तपाईँलाई आशीर्वाद दिइरहनु भएको छ है एकदम राम्रो भएर जाओस् आउँदो दिनहरूमा पनि यसरी हाँसी खुसी हामी देख्नु पाऊँ अझै प्रगति गरेको देख्नु पाऊँ भन्न चाहन्छु है र जतिजना हाम्रो दर्शकहरू हेर्नु भइरहेछ भने तपाईँहरू पनि समय मिलाएर आउनुहोस् होला अनि मेरो सालोको च्यानललाई लाइक सेयर एन्ड सब्सक्राइब पनि गरिदिनुहोस् होला भन्न चाहन्छु र मेरै अर्को सालो यहाँ कुकलाई कुक चाहिँ उहाँ हो उहाँको सायद बिहा पनि यहीँ हुन्छ होला मिलाइदिनु अहिले चाहिँ उहाँ खतरै छ अब कुकको चाहिँ जीवन के भनिदिने आज हाम्रो दादा र भाउजूलाई लु छिटो यहाँ तपाईँले हामीलाई जुन चाहिँ यहाँ आएर माया दिनुभयो होइन हजुर जुन चाहिँ माया पाए त्यसको लागि धन्यवाद होइन तर म चाहिँ के भन्छु भने तपाईँले जुन चाहिँ यहाँ गर्नुभयो स्ट्रगल गरेर गर्नुभएको छ नि एकदमै यही नै प्राउड फिल हो नेपालीको लागि चाहिँ हामी बाहिर जानु पर्दैन क्या जे पनि गर्नुको लागि बाहिर जानु पर्दैन खट्नुको लागि बाहिर गएर 15-20 हजारको पैसा कमाएर तपाईँको रेन्ट भाडा 10,000 दिएर होइन पानी किनेर के गरेर 5,000 सेभ गरेर फाइदा छैन नि त तर आफ्नो जग्गामा गर न यही नै प्राउड फिल हो हामीलाई क्या हामीले उहाँलाई सपोर्ट रब दाजुलाई उहाँलाई सपोर्ट गर्नु नै सबभन्दा ठुलो कुरा हो हामीले सपोर्ट गर्नुपर्छ होइन भाइको नयाँ च्यानल भन्यो होइन के भन्यो प्रधान ब्लग्स भाइलाई पनि सपोर्ट गरौँ होइन यसरी नै हामीले नेपाली थरहरू चाहिँ छैन होइन हामीले यसरी नै नेपालीलाई सपोर्ट गरौँ होइन त्यही नै हो त सबभन्दा ठुलो कुरा केटाहरूले निकै भयो नि कति 1-1.5 साल भयो प्रधान ब्लग्स ल यता फेरि नयाँ सब्सक्राइबर भयो आज फेरि ल धन्यवाद त देऊ नयाँ सब्सक्राइबर थ्याङ्क यू भेरी मच ल तपाईँलाई सेभ जर्नी है होइन आराम नेक्स्ट टाइम फेरि भेट्दै गरौँ एकपल्ट फोटो निकाल्नु
वाउ गाइस दामी देख्दिरहेको छ अडियोमा चाहिँ झन् दामी देख्छ र गाइस आजको लागि भिडियो यति नै होइन सो हिजोको सँगै आजको भिडियो मैले कन्टिन्यू गरेको थिएँ सो थ्याङ्क यू भेरी मच है सबैजनालाई भिडियो हेरेकोमा सो सबैजनाले लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब गरिदिनुहोस् होला यदि गर्नु भएको छैन भने सो के कस्तो लाग्यो कमेन्ट गरिदिनुहोस् होला है